चर्चित गायक तथा मोडल दुर्गेश थापा पहिलो पटक अमेरिका उड्दै। दुर्गेश थापा आज मङ्गलबार साँझ अमेरिका उड्दैछन्। अमेरिकाका विभिन्न 11 सहरमा उनको कार्यक्रम तय भइसकेको छ। दुर्गेश थापा पहिलो पटक अमेरिका जाँदैछन् भने त्यहाँ 11वटा कार्यक्रममा उनले प्रस्तुति दिनेछन्। दुर्गेश थापाको पहिलो कार्यक्रम आगामी शुक्रबार 17 अक्टोबरमा अस्टिन टेक्सासबाट सुरु भएर नोभेम्बर 22मा डल्लास टेक्सासमा पुगेर सकिनेछ। त्यो बीचमा उनले न्युयोर्क, बाल्टिमोर, कोलम्बस, कोलोराडो लगायतका ठाउँमा 11 स्टेजमा प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ। यो टुर आरएनआर ग्रुप्स एलएलसीबाट रोशन पुरी, पाण्डे होम्स एलएलसीबाट गणेश पाण्डे र एकेबी कम्पनी एलएलसीबाट आशिष भडेलले आयोजना गरेका हुन्। साथै पीएस एन्ड ब्युटी नामक गैर नाफामुखी संस्थाले साझेदारी गरेको छ। अग्रिम टिकटका लागि पनि आयोजकले आग्रह गरेको छ। आयोजकले दुर्गेशको यो पहिलो अमेरिका टुर भएकाले पनि दर्शकको उल्लेख्य उपस्थिति हुने अपेक्षा राखेको छ। आयोजक मध्येका एक रोशन पुरीले दुर्गेशलाई पहिलो पटक अमेरिकामा रहेका नेपालीहरूमाझ ल्याउन पाउँदा खुसी लागेको बताएका छन्। रोशनले यो टुरलाई एक साङ्गीतिक कार्यक्रम मात्र नभई फरक फरक ठाउँमा रहेका नेपालीहरू जमघट हुने अवसर पनि भनेका छन्। यस्तै ती कार्यक्रम मध्ये नोभेम्बर 1मा भर्जिनियामा हुने कार्यक्रममा गायिका मेलिना राईको पनि प्रस्तुति रहने आयोजकले बताएको छ। मेलिना राईले भिडियो सन्देश दिँदै नोभेम्बर 1मा भेटौँ पनि भनेकी छिन्।